प्रकृतिले सृष्टिकालमा नै मानिसलाई शाकाहारी प्राणीका रूपमा विकसित गर्यो। शरीरका विभिन्न संरचना र गतिविधिले पनि स्पष्ट पार्दछ कि मानिस शाकाहारी प्राणी हो। जस्तै शाकाहारी प्राणीमा ठुलो आन्द्रा 73 फिटसम्म लामो हुन्छ भने मांसाहारीमा ठुलो आन्द्रा लार्ज इन्टेस्टाइन जम्मा 23 फिटसम्म मात्र लामो हुन्छ। शाकाहारी प्राणीहरू जन्मदाखेरिमा आँखा खोलेर जन्मन्छन् भने मांसाहारी प्राणीहरू जन्मदा आँखा चिम्लिएर जन्मन्छन्। शाकाहारी प्राणीहरूको नङ, दाँत, हाड टम्म मिलेको र समतल हुन्छ भने मांसाहारी प्राणीहरूमा नङ, दाँतहरू तिखा, चुच्चा र कताकति हुने गर्छन्। त्यसैगरी शाकाहारी प्राणीहरूले पानी खाँदा घोटो घोटो पिउँछन् भने मांसाहारी प्राणीहरूले पानी जिब्राले चाटेर मात्र खान्छन्। शाकाहारी प्राणीमा हाइड्रोक्लोरिक एसिड HCl ज्यादै कम हुन्छ भने मांसाहारीमा त्यो हाइड्रोक्लोरिक एसिड शाकाहारीमा भन्दा 10 गुणा बढी हुन्छ। शाकाहारी प्राणीहरूको मुखको जुन चिउँडो हुन्छ त्यो चिउँडोको भाग दायाँ बायाँ हल्लिन्छ भने मांसाहारी प्राणीहरूको चिउँडो दायाँ बायाँ हल्लिँदैन, तल र माथि मात्र हल्लिन्छ। त्यस्तै गरी शाकाहारी प्राणीहरूमा जुन जिब्राको रियाल हुन्छ त्यो रियालमा क्षारीय गुण हुन्छ, बेसिक नेचरको गुण बढी हुन्छ भने मांसाहारीमा अम्लीय गुण हुन्छ, एसिडिक नेचर बढी हुन्छ। त्यसैगरी शाकाहारी प्राणी स्वभावैले दयालु हुन्छन्, स्वभावैले मायालु हुन्छन् र कम रिसाउने खालका हुन्छन् भने मांसाहारी प्राणीहरू निकै नै निर्दयी किसिमका, निकै नै झगडालु किसिमका र बढी रिसाउने किसिमका हुन्छन्।